सो हेलो गाइज, आज चाहिँ मेरो फर्स्ट मिनी ब्लग। सधैँ जस्तो बिहान उठेर 2 गिलास पानी खाएँ। त्यसपछि बसेँ म जाडोमा तातो कपडा लगाएर पढ्नको लागि। पढ्दै थिएँ कतिखेर 10 बजेछ पत्तै पाइनँ। त्यसपछि छिटो छिटो उठेर लागेँ म किचनतर्फ खाना बनाउनको लागि। खानामा चाहिँ आज पाकेको थियो काउली र आलु। सबै नुन मसला हालेर मैले एकछिन छोप्थेँ। त्यसपछि एकछिनपछि चाहिँ काउली पाकिसकेछ। त्यसपछि खाना खाएँ, फेरि गएँ माथि घाममा पढ्नको लागि। एकछिन पढेँ, पढ्दा अल्छी लागेर फेरि तल झरेँ खाजा खानको लागि। हेर्न सक्नुहुन्छ सुकुटी काट्न नसकेर हाम्रो हालत। आज चाहिँ खाजामा थियो चाउमिन। त्यसपछि म बसेँ खानको लागि। आजको लागि यति। कस्तो लाग्यो मेरो फर्स्ट मिनी ब्लग सबैले कमेन्ट गरिदिनु होला। धन्यवाद।